वेलकम बैक टु माई च्यानल। नमस्ते सबैजनालाई। आज यो सुस्मिता बहिनीले कुन गाडी ल्यायो भनेर सोच्दै हुनुहुन्छ होला। यो पनि हाम्रो एक्सचेन्जमै आएको गाडी हो। उहाँ कस्टमरले चाहिँ अब यसलाई रिप्लेस गरेर जिम्नी लिने सोच बनाइराख्नु भएको रहेछ। उहाँले आफै ड्राइभ गरेर आफै रुटमा चलाइराख्नु भएको गाडी अब हजुरको जिम्नीमा स्विच गरेर अब गाडी नचलाउने, पर्सनली बिन्दास लाइफ गर्ने भनेर सोच्नु भएको रहेछ। त्यही भएर जिम्नीसँग एक्सचेन्जमा आएको टाटा विङ्गर 2022 मोडलको 2200 सीसीमा रहेको डिजल इन्जिन जुन चाहिँ 14 सिटरमा रहेको छ, यसको हामीले भिडियो लिएर आइसकेका छौँ र यो गाडी हाम्रो एक्सचेन्जमा आएर हामीले सेलमा राखेको गाडी हो। आजको भिडियोमा यो अभियसली अब हाम्रो मध्य प्रदेशमा रजिस्टर भएको गाडी हो र कुन रुटमा चल्छ, यसको काउन्टर एज वेल एज रुटको प्याकेजेसहरू के छ, कति सिटरको गाडी हो, फिचर्स फङ्सन के छ, फाइनेन्स फेसिलिटी के छ, हामीले सेकेन्ड ह्यान्ड गाडी डिल गर्दाखेरि के प्रोसिड्युर छ र अभियसली यसको फ्रन्ट इन्टेरियर साइड र रिभर्स फिचर्सहरू के छन् भन्ने विषयको चर्चा गर्दै आजको भिडियो हामी कन्टिन्यू गर्छौँ र अभियसली यसको प्राइस के छ भन्ने कुराको पनि चर्चा गर्दै फर्स्टमा हामी यो गाडीलाई एक्सप्लोर गरौँ फिजिकली, इन्टेरियर र एक्सटेरियर, त्यसपछि बाँकी फर्दर कुरा गरौँला। गाडी त हामीले फिजिकली एक्सटेरियर र इन्टेरियर लुक्सलाई एक्सप्लोर गरिहाल्यो। अब लेट्स स्टार्ट फ्रम इट्स फ्रन्ट फिचर। फ्रन्ट फिचरको कुरा गर्नुपर्दा सबभन्दा फर्स्टमा हामीले अटो डिआरएल लाइट देख्न सक्छौँ, जसले गर्दा यो गाडीको फ्रन्ट लुक्सलाई चाहिँ मोर एट्र्याक्टिभ बनाइरहेको छ भने यसमा हामीले एकदमै क्लासिक डिजाइनको ग्रिल पनि देखिरहेका छौँ, जसको बिचमा टाटाको लोगो पनि छ, जसले गर्दा गाडीको फ्रन्ट लुक्सलाई चाहिँ मोर इन्हान्स गरिरहेको छ भने यसमा हामीले हेलोजन हेडल्याम्प पाउन सक्छौँ र अरू हाम्रो ब्ल्याक फिनिसिङमा यहाँनिर क्रोमहरू पनि देखिरहेका छौँ, जसले गर्दा गाडीलाई मोर स्पोर्टी र मोर एसयुभी पनि बनाइरहेको छ भने यो टाटा विङ्गर 2022 को मोडलमा चाहिँ हामीले यो फ्रन्टको वुड पनि अलिकति डिफ्रेन्ट पाउँछौँ, जसले गर्दाखेरि गाडीलाई चाहिँ मोर एट्र्याक्टिभ र मोर स्पोर्टी बनाइरहेको छ भने अब हामी यसको साइड इन्टेरियर र रिभर्सको कुरा गरौँ। सो टाटा विङ्गर 2022 को हामी साइड लुक्समा पनि आइसकेका छौँ। यहाँ हामीले एकदमै प्रिमियम टाइपको यहाँ टायर देखिरहेका छौँ, जसको साइज चाहिँ 14 इन्चको टायर हजुरले यसमा पाउनुहुन्छ भने यो स्टिल व्हिलमा रहेको छ। हजुरले आफ्टर मोडिफिकेसन यसमा एलो व्हिल पनि इनबिल्ड गर्न सक्नुहुन्छ भने यहाँ हामीले साइडमै नच भएको साइड इन्डिकेटर लाइट पनि देखिरहेका छौँ। नर्मली फुल अप्सन्स गाडीमा चाहिँ हामीले त्यो इन्डिकेटरको प्लेसमेन्ट यहाँ हुन्छ भने यो भ्यान सेगमेन्ट हो, भ्यान सेगमेन्टमा चाहिँ हामीले इन्डिकेटरको प्लेसमेन्ट यहाँ साइडमै पाउँछौँ। अब यसको छुटाउने नहुने कुरा भनेको हाम्रो ग्राउन्ड क्लियरेन्स। यो टाटा विङ्गर 2022 को ग्राउन्ड क्लियरेन्स चाहिँ 185 mm रहेको छ, जुन भनेको भ्यान सेगमेन्टको लागि एकदमै ह्युज हो। अब यो हाम्रो व्हाइट कलरमा रहेको छ, स्टिकरहरू पनि हजुरले देखिराख्नु भएको छ, जसले गर्दा गाडीको लुक्सलाई चाहिँ मोर एट्र्याक्टिभ र मोर स्पोर्टी बनाइरहेको छ। सो यो गाडीमा हामीले वान साइडेड स्लाइडिङ डोर पाउँछौँ, जसको इन्ट्रान्स भनेको गाडीको लेफ्ट साइडबाट छ। अब यसको हामी इन्टेरियरको कुरा गरौँ, इन्टेरियरको लुक्सलाई पनि एक्सप्लोर गरौँ एकचोटि। सो टाटा विङ्गरको म ड्राइभर साइडको इन्टेरियरमा पनि आइसकेका छौँ। यसको रिभर्सको सिट्सहरू पनि अहिले एकछिनमा हामी एक्सप्लोर गर्छौँ भने ड्राइभर साइडको सिटबाट यो ड्यासबोर्ड हेर्दाखेरि चाहिँ हामीले एकदमै सिम्पल डिजाइन ड्यासबोर्ड देखिरहेका छौँ, जुन ब्ल्याक फिनिसिङमा रहेको छ भने यो टाटामा बसिरहँदाखेरि, यो विङ्गरमा बसिरहँदाखेरि हाम्रो जुन अब भ्यान हुने बित्तिकै अलिकति कन्जेस्टेड हुने, कोजी हुने भन्ने एउटा मिसकन्सेप्सन छ, त्यो चाहिँ एकदमै रङ हो, किनकि एकदमै इनफ लेग रुम, एकदमै इनफ हेडरुमहरू यो गाडीमा हामीले पाइरहेका छौँ, जसले गर्दाखेरि लङ रुट ट्राभल गर्नलाई चाहिँ एकदमै कम्फर्टेबल ट्राभलिङ हामीले यो गाडीमा पाउन सक्छौँ। 22 को टाटा विङ्गरै भए पनि यसमा हामीले डिजिटल क्लस्टरको अप्सन देखिरहेका छौँ, जुन चाहिँ म्यानुअल भन्दा एकदमै फरक छ। नर्मल क्लस्टरहरू भन्दा पनि हामीले यहाँनिर डिजिटल क्लस्टर देखिरहेका छौँ, जसमा चाहिँ हामीले फ्युलको लेभलिङ, त्यसपछि हामीले किलोमिटर सबै कुराहरू यहाँ भिजिबल गर्न सक्छौँ भने हामीले त्यो पछाडिको ओआरपिएमलाई चाहिँ म्यानुअली नै एडजस्ट गर्नुपर्छ भने हामीले यहाँनिर विन्डो पनि हामीले म्यानुअली नै ओपन गर्नुपर्ने हुन्छ, जुन चाहिँ हाम्रो भ्यानहरू विङ्गरहरूमा आउने अप्सनमै पर्न जान्छ। सो अब नर्मल हाम्रो भ्यानमा हुने यो ड्राइभर साइडको इन्टेरियर चाहिँ यति नै हो। अब यसको हामी एकचोटि सिटहरू पनि फिल गरौँ, कतिको कन्जेस्टेड छ, कतिको कम्फर्टेबल छ भन्ने कुरा। सो प्यासेन्जर सिटहरू पनि एकदमै कम्फर्टेबल छ। हजुरलाई त्यो अब भ्यानमा बस्दाखेरि जुन त्यो कन्जेस्टेड फिल हुन्छ, यो टाटा विङ्गर 2022 को मोडलले चाहिँ त्यो चाहिँ फिल गराउँदैन, किनकि एकदमै राम्रो। म यो साइडमा बस्दा पनि मलाई त्यो घुँडा ठोकिने जस्तो इस्युजहरू के पनि फिल भइरहेको छैन। एकदमै आनन्दले, एकदमै कम्फर्टेबली यो गाडीमा बसेर
सरलाई टु काठमाडौँ ट्राभल चाहिँ मजाले गर्न सक्नुहुन्छ होइन। उड्दा पनि हजुरको त्यस्तो अरू भ्यान जस्तो एकदम सर्ट हाइटेड छैन, यसको हाइट पनि एकदमै राम्रो छ, जसले गर्दा हामी अब एकदमै कुनै कुनै सिचुएसनमा उभिनु पर्यो भने पनि हामीलाई ट्राभल गर्दाखेरि केही पनि इस्यु चाहिँ हुँदैन। अब यसमा हामीले अलिकति एक्स्ट्रा मोडिफिकेसन गर्नुपर्ने भनेको यसमा हामीले सिट कभरहरू पनि इफ हाम्रो कुरा मिल्यो डिल वाउ टु वाउ नै भयो भने हामी सिट कभरहरू पनि यसलाई मोडिफाई गरेर चाहिँ प्रोभाइड गर्न सक्छौँ। सो अब यति नै हो हाम्रो इन्टेरियरको कुराहरू चाहिँ। अब यसको बाँकी कुरा गरौँ है त। सो यो टाटा विङ्गरको हामी रिभर्स साइडमा पनि आइसक्यो भने रिभर्स साइड एकदमै सिम्पली डिजाइन छ, जसमा हामीले टाटाको एउटा ब्याज देख्छौँ भने यहाँनिर विङ्गरको ब्याज पनि देखिरहेका छौँ। रिभर्स ब्याक ल्याम्प पनि एकदमै सिम्पल डिजाइनको छ भने यहाँनिर हाम्रो एकदमै इनफ युज बुट कम्पार्टमेन्ट छ, जसमा हजुरले स्मल साइजको ब्याग प्याकेजहरू चाहिँ यहाँ एड गर्न सक्नुहुन्छ भने यो हाम्रो रुटको गाडी हो अभियसली, त्यही भएर यसमा हामीले वुडको अप्सन पनि युटिलाइज गर्न सक्छौँ। हजुरले युज साइजको लगेजेसहरू माथि हाल्न सक्नुहुन्छ भने नर्मल साइजको प्याकेजहरू चाहिँ यहाँ यो बुट कम्पार्टमेन्टमा हामीले एडजस्ट गर्न सक्छौँ, जुन भनेको हाम्रो रुटको लागि चाहिँ यातायातले नै स्वीकृति दिएको हुन्छ, त्यही भएर त्यसमा केही पनि इस्यु चाहिँ हुँदैन। सो यो गाडीले हामीले फिजिकल्ली एज वेल एज फ्रन्ट इन्टेरियर साइड र रिभर्सको फिचर्सलाई पनि एक्सप्लोर गरिहाल्यो। अब यसको पावर एन्ड पर्फर्मेन्सको कुरा गर्नु पर्दाखेरि यो टाटा विङ्गर 2022को मोडलले चाहिँ 98 हर्स पावर एट 4300 आरपिएममा चाहिँ म्याक्सिमम पावर जेनेरेट गर्छ भने 200 एनएम टर्क 200 एनएम टर्क एट 3000 आरपिएममा चाहिँ म्याक्सिमम टर्क जेनेरेट गर्छ, जुन भनेको रुटमा चल्ने गाडीहरूको लागि चाहिँ इनफ नै हो र चाहिन्छ पनि। यतिको पिकअप नभइकन हामीले धान्न सक्दैनौँ। मजाले यो गाडी लिएर हजुरले अझै 5-8 वर्षसम्म चाहिँ केही पनि खर्च नआउने गरी एकदमै राम्रो वेल कन्डिसनमा युज गर्न सक्नुहुन्छ यदि हजुरको ड्राइभिङ फाइन छ भने। सो अब यसको डाइमेन्सन्सको कुरा गर्नु पर्दाखेरि यसको लेन्थ हाम्रो 16 फिटको लेन्थ रहेको छ भने यसको विड्थ हामीले 5.5 फिटको विड्थ पाउन सक्छौँ भने यसको व्हील बेस चाहिँ 3200 एमएम व्हील बेस रहेको छ। एडिसनलमा यो गाडीमा हामीले 60 लिटरको ह्युज फ्युल ट्याङ्क क्यापेसिटी पाउँछौँ भने अब यसको गर्नुपर्ने कुरा भनेको रुट कुन कुन रुटमा हामीले यो गाडी चलाउन मिल्छ भन्दाखेरि बागमती, लालबन्दी, बर्दिवास, सिन्धुली, खुरकोट, धुलीखेल, बनेपा, कोटेश्वर एयरपोर्ट, गौशाला, चावेल, बौद्ध हुँदै जोरपाटीसम्मको चाहिँ रुट एक्सेप्टेन्स यो गाडीले पाएको छ भने यसमा हामीले अब प्राइजिङको कुरा गर्नु पर्दाखेरि यो गाडी 2022 मोडल यदि हजुरले युट्युबमा गुगलमा सर्च गर्नुहुन्छ भने यसको प्राइजिङ हजुरले 42 to 43 को रेन्जमा 42 to 43 लाखको रेन्जमा पाउनुहुन्छ भने यो गाडी आफ्टर फाइनेन्स फेसिलिटी दिएर हामीले यो गाडीको कोट गरेको प्राइस भनेको चाहिँ 36,50,000 हो र हजुरले आफै फाइनेन्स मिलाउनुहुन्छ, आफ्नै प्रोसिड्युर गर्नुहुन्छ, हामीले केही पनि गरिदिनु पर्दैन भने चाहिँ त्यसमा थोरै नेगोसिएसन पनि हुन्छ, तर होइन हामीले नै सोल फाइनेन्सिङ पनि हजुरहरूलाई प्रोभाइड गर्नुपर्ने हो। हामीबाटै हजुरले फाइनेन्स लिनुहुन्छ भने चाहिँ हाम्रो प्राइजिङमा चाहिँ एकदमै थोरै मात्र नेगोसिएसन हुन्छ भने आफै फाइनेन्स गर्नुहुन्छ भने हामीले एकदमै राम्रो ह्युज डिस्काउन्ट पनि हजुरहरूलाई थ्रो गर्न सक्छौँ। प्राइजिङ, डाइमेन्सन, फिचर्स, फङ्सन, स्पेसिफिकेसन र एभ्रिथिङ हामीले कुराहरू गरिहाल्यौँ। सो प्राइजिङ पनि मैले फेरि हजुरलाई रिमाइन्ड गर्नु पर्दाखेरि 36,50,000 जसमा हजुर आफै फाइनेन्स मिलाउनुहुन्छ भने त्यसमा एकदमै राम्रो नेगोसिएसन हुन्छ भने फाइनेन्स पनि हाम्रै थ्रुबाट गर्नुहुन्छ भने एकदमै थोरै मात्र नेगोसिएसन हुन्छ भने अब यो गाडीले इच्छुक हुनुहुन्छ, हजुरले सोच्दै हुनुहुन्छ दसैँको टाइममा मजाले लगेर गाडीबाट पैसा कमाउँछु भन्ने केही सोच बनाउनु भएको छ भने दिस इज द राइट टाइम टु पर्चेस दिस होइन। एकदमै सही टाइममा आएको छ यो गाडी है। हजुरहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने आजै सम्पर्क गरेर दिएको डिस्क्रिप्टिभ नम्बरमा सम्पर्क गरेर गाडी आफ्नो बनाउन सक्नुहुन्छ। सो इन्ट्रेस्टेड हुनुहुन्छ, टाटा विङ्गर नै खोजिराख्नु भएको छ, धेरै पुरानो होइन नयाँ मोडल्सकै खोजिराख्नु भएको छ भने दिस इज द राइट भेहिकल फर यु। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। अब यतिसम्म हेरिदिइसक्नु भएको छ, त्यही भएर सब्सक्राइब माई च्यानल। थ्याङ्क यू।